हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानलमा स्वागत छ साथीहरू। हजुरहरू के कस्तो हुन्छ, सन्चै हुन्छ होला। म पनि एकदम साथीहरू फिट एन्ड फाइन छु। आज पनि म फेरि मेरो भिडियोलाई स्टार्ट गराएको साथीहरू, र मेरो च्यानललाई पनि सब्सक्राइब गरेर साथ दिनु साथीहरू। आज चाहिँ म फेरि गोठालो जाए साथीहरू, एउटा बाँसुरीको साथ लिएर साथीहरू। म आज यो पहिलोपल्ट चाहिँ म विदेशदेखि आएर बाँसुरी बनाएको साथीहरू। यो हो मेरो बाँसुरी। आज चाहिँ गोठालो जाए साथीहरू, र अन्तिमसम्म मेरो भिडियोलाई हेरेर साथ दिनु साथीहरू। के कस्तो लाग्छ लाइक कमेन्ट, नयाँ हुन्छ भने मेरो युट्युब च्यानल पनि सब्सक्राइब गर्नु होला है त साथीहरू। अब चाहिँ म जान्छु साथीहरू, आज के कता होइन बाख्राहरू लान्छु। अब यो सबै भिडियो म हजुरलाई देखाउने कोसिस गर्ने। पानी पनि पर्ने अवस्था छ साथीहरू, त्यही भएर आज खासै टाढ लाग्ने होला, तर गोठालो त गर्नै पर्छ साथीहरू। एक दुईवटा बाख्राहरू भए पनि म अब चाहिँ गोठालो लागेको छ साथीहरू। अन्तिमसम्म भित्र हेरिदिनु होला है साथीहरू। बाख्राहरू चाहिँ यता रहेको छ साथीहरू, मेरो बाख्राहरू है। आजको मौसम साथीहरू यस्तो अँध्यारो रहेको छ है। यो चाहिँ मेरो घरदेखि अलिकति माथिदेखि मैले भिडियो देखाइरहेको साथीहरू। आज चाहिँ पानी पर्नु आँटेको साथीहरू है। यस्तो छ, अँध्यारो मौसम रहेको छ आज साथीहरू, तर अब त बेलै हो है साथीहरू। बाख्राहरू चाहिँ यता जाएछ साथीहरू। धेरै त छैन बाख्राहरू, त्यही 4-5वटा बाख्राहरूलाई पनि चराउनु पर्ने हुन्छ। आज मेरो यो नयाँ बाँसुरी हो साथीहरू है। यो चाहिँ म विदेशदेखि आएर फर्स्ट टाइम बनाएको बाँसुरी हो। खासै बाँसुरी त स्पष्ट बजाउनु आउँदैन मलाई, तर पनि कहिलेकाहीँ हल्का बजाउने गर्छु साथीहरू। यता छ बाख्राहरू है त साथीहरू। लाला ल ल ल ल आजको मौसम चाहिँ साथीहरू यस्तो रहेको छ है। मौसम चाहिँ आज अलिकति ढुम्म परिराखेको छ साथीहरू। तपाईँ देख्नु सक्नुहुन्छ यस्तो अँध्यारो छ। ल अब बाख्रालाई चाहिँ लानुपर्ने हुन्छ जङ्गलतिर। ल ल है जङ्गल 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 जङ्गल। ला खहरे खोला, खहरे खोला। समला चाहिँ माथि है त साथीहरू, माथि समला डाँडा। यो चाहिँ माथि चाहिँ यता माथि डाँडादेखि, यो डाँडादेखि उतापट्टि चाहिँ समला पर्छ त साथीहरू। यस्तो अँध्यारो देखिँदैछ आज चाहिँ। पानी पर्नु आँटेको छ, त्यसैले यस्तो अँध्यारो मौसम रहेको छ साथीहरू। बाख्राहरू अहिले चाहिँ अब जाँदैछ साथीहरू उकालो जङ्गलतिर। अब चाहिँ पानी चाहिँ पर्नु आँटेको साथीहरू। यस्तो छ है, बाख्रा चाहिँ अब लागिसक्यो उकालो साथीहरू। देख्नुहुन्छ तपाईँहरूले आज कस्तो पाठार छ, पाठार पनि जाएछ उकालो।